सो हेलो गाइज, फेरि पनि म अर्को भ्लग लिएर हजुरहरूको अगाडि आएको छु। यो भ्लगमा चाहिँ म सपिङ गर्न जाँदैछु हैन। सामानहरू किन्नुपर्ने छ। अब के सामानहरू युकेमा पाउँछ हैन, कतिको महँगो कतिको सस्तो के छ हैन, यताको हजुरहरूलाई सम्पूर्ण खाद्यान्नबारे सबै कुराहरू तपाईँहरूलाई म देखाउँदैछु। म चाहिँ अहिले सामान किन्न जाने लागेको। सामान ग्रोसरी सिद्धिएको छ। सो सेन्सबरी यता टाढा चाहिँ टाढा छ, लगभग 40-45 मिनट यहाँबाट ट्राभल गर्नुपर्छ, हिँड्नुपर्छ हैन। बसमा जाने हो भने त्यही हो, 3 पाउन्ड लाग्छ जाँदा, आउँदा 6 पाउन्ड खर्च हुन्छ। सो म हिँडेर जान्छु। यहाँ भनेको जति सक्दो पैसा बचाउनु पर्छ हैन। सो म जाँदैछु अब सेन्सबरी सामान ग्रोसरी किन्नलाई। हजुरहरूले यो भिडियो पुरा हेर्नुहुन्छ भने म पुनः आश गर्दछु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। पछि अब ब्याग बोकेँ, रेड सेडी भएँ। अगाडि टर्टस छ, हेर्नु सक्नुहुन्छ होइन, टर्टस पनि छ। सो साथीहरू, म निस्किसकेँ अहिले चाहिँ घरबाट होइन। आज छुट्टीको दिन, यसो सामानहरू किनौँ। आज इन्भाइरोमेन्ट पनि एकदमै राम्रो देखिएको छ, खुला मौसम होइन, एकदम घाम लागेको छ, एकदमै चिसोको माहौल पनि छैन आज त, एकदमै तातो छ। बाहिर निस्किन नि कस्तो आनन्द लाग्नेछ क्या। कति राम्रो भ्यू देखिएको छ होइन, वरपर एकदमै 360 छ। यस्तोमा हिँड्नु पो एकदमै रमाइलो हुन्छ त यार, एकदमै राम्रो भ्यू छ। सो आज चाहिँ काम पनि छ, मलाई फुर्सद पनि छैन भने जस्तै हो क्या। आज काम छैन, आज घरमै सुते बसेँ बिहानभरि। यस्तो राम्रो उज्यालो दिनमा बाहिर निस्क्यौँ, सामान पनि सकेको छ होइन। ग्रोसरी त किन्नु पऱ्यो, खानु पऱ्यो, बाँच्नु पऱ्यो होइन। विदेशमा काम गरेसँगै खानु पनि त्यत्तिकै पर्छ, पौष्टिक खानाहरू होइन। त्यही भएर म जाँदैछु सेन्सबरी। पाउन त खासै त्यहाँ त्यति पाउँदैन क्या यतातिर, अलिक सुपर मार्केटहरू एकदमै कमै छ क्या। एउटा सेन्सबरी, एउटा कोक छ, त्यति हो। यो बाटो आयो, यो बाटो जाऊ कि यो बाटो जाऊ? यो बाटो गयो भने अलि टाढा पर्छ जस्तो लाग्छ। सो यो बाटो जान्छु है, अलिकति नजिकै पर्छ जस्तो लाग्छ यो बाटो चाहिँ। बाटो यो नजिक टाढाको फरक हो होइन। अस्ट्रेलियाको झन्डा होइन भने अस्ट्रेलिया कि न्युजिल्यान्ड, अस्ट्रेलियाको झन्डा जस्तै देख्छ त मैले। सामान चाहिँ के किन्नु छ यार, मैले यादै भएन त। चिकन, कोल भेडा, चामल, दही, केरा, यति। अब हेर्दैछौँ के किनिन्छ है। लिस्ट त्यति चाहिँ धेरै ल्याउनु पर्ने त छैन, किनकि केही हप्तापछि म प्रेस्टन जाँदैछु, जहाँ चाहिँ मेरो पहिला युनिभर्सिटी थियो। घुम्न जाँदैछु, साथीहरूलाई भेट्न, साथीको बर्थडे पनि छ। अनि धेरै सामान ल्याएर नि के गर्नु, पछि बिग्रिन्छ होइन। त्यहाँ 1 हप्ता जति बस्छु। सो लिमिटेड सामान मात्रै लिएर आउँछु म। कसम भने यार, युकेमा यस्तो राम्रो कहिले बनाएर टक्क सेटल हुने होला यार। सबैको सपना हुन्छ क्या, यति राम्रो घर बनाएर टक्क होइन, स्वर्गको लाइफ जिउनुको मजै छुट्टै हुन्छ नि। छैन त स्वर्ग त। हाम्रो नेपाल पनि कहाँ चाहिँ कम छ र होइन स्वर्गभन्दा, तर पनि के गर्नु, नेता चोरहरूले हाम्रो देशलाई पत्ता नै बनाइहाले, सकाइहाले। यति राम्रो देश छोडेर आउनु कसलाई मन हुन्छ र होइन।
के गर्नु, बाहिर विदेश जाने बाध्य बनाउँछन्। यस्तै छ हाम्रो पनि नेपाल, हाम्रो देश विकसित भएदेखि, भएको भएदेखि होइन छुट्टै हुन्थ्यो नि यार। टाढा चाहिँ एकदमै टाढा छ यार जानुपर्ने, त्यो चाहिँ एउटा अलिकति मेरो प्रब्लम छ क्या। टाढा चाहिँ टाढा बसियो, काममा जान आधा घन्टा लाग्छ यार, सामान किन्न जानलाई 50-55 मिनट लाग्छ। अहिले चाहिँ म पुणे लागेँ होइन, चेन्ज गरेँ फाइनली यार। धेरै हिँड्यो राइट, मैले भिडियो चाहिँ बनाइनँ। फाइनल आइपुगेँ चेन्ज गरेँ। अहिले चाहिँ म सामान किन्न भित्र पसेँ, बास्केट लिएँ होइन, ठिकै छ। पोर्क दोकानहरू छ यता, पहिला भेजिटेबल्स हेर्नु पऱ्यो, भेजिटेबल्समा के रहेछ। सोर्ट स्यालेड सेल भयो होइन, सस्तो हुन्छ यो चाहिँ, कति वाट त पुगेको छ। त्यसको अहिले रिड्स गऱ्यो 64 सायद एकदमै नजिक आयो होला। सुरुमा अब के चाहियो, मलाई सबभन्दा मन नपर्ने फर्की एभोकाडो। सस्तो रहेछ 95 पेन्स होइन। दुईवटा थाहा होला, पोर्कहरू काटेर यसरी हाल्छु, तर एकदमै महँगो पर्छ यसले। कति 1 पाउन्ड 35 पेन्स होइन, अनि दुईवटा किन्यो भने चाहिँ 2 पाउन्ड। योभन्दा बरु फर्को किनेर लिएर गएर आफूले काटेर खाएको फाइदा। यसको 2 पाउन्ड 50 पेन्स स्ट्रबेरीको, त्यसलाई नेक्टर प्राइसमा 2 पाउन्ड 25 पेन्स। यदि नेक्टर कार्ड छ भनेदेखि चाहिँ डिस्काउन्ट दिन्छ है सेन्सबरीमा चाहिँ। मसँग नेक्टर कार्ड चाहिँ धेरै यसमा डिस्काउन्ट खासै हुँदैन क्या। यो पेपर भयो, मसरुम अलरेडी छ, मसरुम लागेन। प्लम घरमै छ, यो वाटरमेलन टाइपको हनी मेलन कि समथिङ के भन्छ होला। स्विट कर्न कति 1 पाउन्ड 39 पेन्स, कति महँगो छ है। एकदमै थरी जातको छन्। पाइनएप्पल कति ल 1 पाउन्ड एउटाको, सस्तो रहेछ यार। 40 पिरो सुन्तलाको है, सुन्तला सस्तो रहेछ यार, एउटाको 30 पिरो। अरू बिउ पनि लगाएर सस्तो, चाहिँ राम्रो होला। कुनै जुना जस्तो पनि रहेछ, कुनै सुन्तलै रहेछ। ल्यान्डलर्डले त भन्दै थियो कि बास्केट खाली छ, अब खासै छैन भने त नभन्दै बास्केट धेरै जस्तो खाली नै रहेछ। मलाई चाहिने भनेको टमाटोज 1 पाउन्ड होइन, लगभग 69 पेन्स।
प्याज छँदैछ केरा हेरौँ है कस्तो छ यसो राम्रो त होइन ठिकै छ सस्तोको माल होइन धेरै खालको दहीहरू पाउँछ मनपर्ने दही चाहिँ यो टाइपको क्या यो जानु मन पर्छ फ्याट फ्री चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ सो नेचुरल योगर्ट फ्याट फ्री योगर्ट हो योगर्ट नै भयो बटर छ है अर्को मलाई के चाहिन्छ राइस फुल होइन सो राइस चाहिँ यता छ यहाँ सस्तो पाउँछ हो कति केजी ल्याउँदा ठिक हुन्छ 1 केजी 2 केजी पनि पाउँछ नि त बासमती राइस 2 केजीको मैले बोकेँ राइस डिफ्रेन्ट खालको छ अर्को लङ राइस वाइट राइस भनिन्छ होइन यो चाहिँ सस्तो छ तर राम्रो हुँदैन मिठो हुँदैन चाहिँ बासमती राइसले होइन अब अन्डा किन्नु छ अन्डा हेर तर चाहिँ मसँगै काम गर्ने एउटा कलिगलाई भेटेँ होइन सो म अन्डा खोज्दै थिएँ है रहेछ छोडा भएको छ होला कति छ 1 पाउन्ड 65 पेन्स नेपालको हेरिकन त यार धेरै सस्तो हो यार नेपालमा त यहाँ पो महँगो त 1 पाउन्ड 65 पेन्स भने त कति हुन्छ लगभग 200 वहाँनिर त लगभग 1 कार्टुन नै आउँछ हो यहाँ जम्मै 6 वटा यस्तो छ राइस हेऱ्यो हामीले 1 पाउन्ड 70 पेन्स समथिङ कति थियो महँगो हो होइन जम्मै 1 किलो थियो फेरि अरू केही किन्नु छ तपाईँहरूलाई म सबै देखाइदिन्छु यताबाट यस्तो हुन्छ सुपर मार्केट होइन लेबल गरेर हुन्छ लिभ्स एन्ड ब्लुमर्स लिभ्सहरू पाउने किचन युटेन्सिल्स रेसिपिजहरू होइन एग्सहरू यहाँ यसरी लेबल गरेर हुन्छ यसरी हेर्नु यहाँको पास्ता चिज योगर्ट यो ससेजेसहरू भयो अहिले सुरुमा आएको भेजिटेबल्स फ्रुट्सहरू भयो सामान त खासै बोकेन त यति नै हो पैसा बचाएकै हो त मैले बचाउनु पनि पऱ्यो हो एउटा जुस चाहिँ किन्नु होइन दिउ यति नै हो पेमेन्ट पर्खिरहनु पऱ्यो होइन पेमेन्ट गर्नु पऱ्यो यति नै हो postpone भयो सो फाइनली सपिङ पनि भयो फर्किनु पऱ्यो
चाहिँ सामान किनेर फर्किँदैछु ब्यागमा सामान चढाइहालेँ होइन माउंटेन व्यू डर के आगे जीत है सामान जुन सामान किन्छु भनेर सोचेर आएको त्यही सामान चाहिँ बिर्सेछु कुखुराको मासु किन्छु भनेको बिर्सेछु यार अब यत्रो बाटो फर्किसक्यो फेरि फर्केर आउन त टाइम पो लाग्छ त बिचमा एउटा कोप छ हैन कोप पनि एउटा काइन्ड अफ सानो सुपर मार्केट छ कि त्यसमा गएर मासु छ कि मासु रहेछ भने त्यहाँबाट लिनु पर्ला रेस्टुरेन्ट्स मान्छे हिँड्ने बाटो बनाएको यहाँ चाहिँ खाँदै रहेछ सामानहरू बाटो खाँदै रहेछ के बनाउँदैछ बाटो बनाउँदैछ यो चाहिँ मान्छे हिँड्ने बाटो वे बनाएको छ डिभाइडरले यसरी भट्टाभट्टी त्यो बाटोको लागि डिल भन्छ र यति छिटो काम बन्छ त्यस्तो दुरुस्त होइन नेपालमा भइदियो है यति बनाउनलाई कुन्जुनी लाग्थ्यो हामीले बाटोमा यसरी ट्राफिक लाइट देखाएर ट्याक्कै ट्राफिक पनि कन्ट्रोल भयो कसैले आएर ट्राफिक बस्नु पनि परेन आफै कन्ट्रोल हुन्छ काम पनि धमाधम गऱ्यो यताको नै सिस्टमै छुट्टै छ क्या जे पनि म्यानेजमेन्ट हो क्या म्यानेजमेन्ट राम्रो छ भनेदेखि त सबै कुरा भइहाल्छ मुन्टै दुख्यो यार यत्रो सामानको झोला बोक्दा बोक्दै राइट गाह्रो एउटा बरु गाडी लिएपछि आनन्द हुन्थ्यो यार झ्याप सामान लिएर आउन त गाडीमा सट्ट चलाएर होइन गाह्रो छ हिँडेर सामान लिन जानुलाई त को पायो यार यहीँनिर हामी जाने अहिले सामान लिनलाई होइन अब यहाँबाट मासु लिन्छु चिकन परेको यार चिकन पाउँदैन क्या यार चिकन त चिकन ड्रमस्टिक पाउँदैन ड्रमस्टिक ड्रमस्टिक लिनु भनेको पाएन ब्रेस्ट प्लेट होइन 2.5 पाउन्डको यति हो 200 ग्रामै हुँदैन चिकन त लियो तर ब्रेस्ट फिलेट भन्ने चिकन त्यो हुन्छ नि छाती त्यो थोरै हुन्छ त्यो 2.5 पाउन्डको कति महँगो छ क्या चिकन पनि यार त्यही भए पनि लिएँ अहिले मैले चाहिँ ड्रमस्टिक लिन खोजेको ड्रमस्टिक अलिकति सस्तो पनि पर्छ टन्ने पनि आउँछ क्या लगभग 1 केजी आउँछ धेरै पनि हुन्छ कि अनि कति लगभग 1 पाउन्ड 70 रुपियाँ समथिङ पर्छ त्यसमा धेरै फाइदा हुन्छ क्या अनि ड्रमस्टिक भनेर ट्याक्क तारेर जसरी खाए नि भयो क्या ब्रेस्ट प्लेट भनेको अलिकति त्यसले त्यो ब्रेस्ट प्लेट राम्रो चाहिँ राम्रो हुन्छ तर पनि भनौँ महँगो पऱ्यो क्या त ठिकै छ त्यही भएर पनि खानु पऱ्यो आज मैले पहिला काम गरेको रेस्टुरेन्ट त्यो रेस्टुरेन्टमा मैले 1 महिना माथि काम गरेको थिएँ भाडा माझ्ने काम किचन हेल्पर होइन सो अब जान्छु खानासाना बनाउँछु अनि एकछिन बुढीसँग कुरा गर्छु अब जाँदै होइन सो यति नै भन्दै अब भिडियोमा भन्न कि त्यति खासै केही छ जस्तो लाग्दैन मलाई हजुरहरूलाई मैले सामानहरू देखाइहालेँ माफ गर्नु होला मैले राम्रोसँग भिडियो चाहिँ हजुरहरूलाई देखाउन सकिनँ किनकि
अरूको प्राइभेसीको कारणले गर्दाखेरि अरूको इमेज मेरो भिडियोमा नआओस् भन्ने त्यो हिसाबले मैले भिडियो बनाएको थिएँ। किनकि कोही कसैलाई मन नपर्न सक्छ, उनीहरूको प्राइभेसीको ख्याल राख्दै मैले राम्रोसँग भिडियो बनाउन सकिनँ, त्यसको लागि क्षमा प्राप्ति छु। बट आई विल इम्प्रुभ माइ सेल्फ अगेन एन्ड अगेन होइन। अरू भिडियोमा अझ इम्प्रुभ गर्दै लानेछु। अहिलेको भिडियोलाई यति नै हो। हजुरहरू हेर्दै गर्नु होला, राम्रो भिडियो लिएर आउने नै छु। मैले भनिहालेँ यो मेरो सुरुवात हो, खासै राम्रोसँग मलाई बनाउन आउँदैन भिडियो है। सो सिक्दैछु, गर्दै जाँदाखेरि सिकिँदै जान्छ होइन। सो भन्दै राम्रोसँग बस्नु होला। सबैजनालाई केही सुझाव सल्लाह दिनु छ भने हजुरहरूले मलाई कमेन्टमा दिन सक्नुहुन्छ। हजुरहरूलाई धेरै मायाको साथमा म बिदा हुँदैछु। सी यू सुन, टेक केयर, बाइ बाइ।